सर्वहारा वर्गको सरकार, कम्युनिस्टको सरकार भनेको सर्वहारा वर्गको सरकार। तर यो 2/3 को सर्वहारा वर्गको सरकारले आम नेपालीको हितमा गरेको कुनै पनि काम देखिएन। यिनीहरूले गरेको, सरकारले गरेको निर्णय, आर्थिक अनियमितता त यति छ कि भन्न गाह्रो छ। तपाईकै पत्र पत्रिकाहरूले खण्डित गरेको, लेखेको आधारमा सरकारी बजेटमा, गत वर्षको बजेटमा 7 करोड रुपैयाँ चाहिँ भिआइपीहरूको भ्रमण भत्तामा बजेटमा समावेश गरिएको थियो। तर खर्च गर्ने बेलामा 17 करोड चाहिँ खर्च गरिएको रहेछ। 1.5 अर्ब रुपैयाँ सवारी साधन खरिदमा बजेटमा व्यवस्था गरिएको थियो। 6 अर्ब 64 करोड भन्दा बढी रकमको गाडी खरिद बिक्री भएको छ। विभिन्न पत्र पत्रिकाहरूले 6 खर्ब, लगभग 7 खर्ब कानुनभन्दा बाहिर गएर खर्च गरेको तथ्याङ्कहरू तपाईँकै पत्र पत्रिकाहरूले सार्वजनिक गरेको छ। यो सरकार आर्थिक अनियमिततादेखि लिएर चरम भ्रष्टाचारमा लिप्त भएको सरकार भएको छ र यसमा प्रतिपक्षले यही मुद्दालाई उठाएर जनताको बीचमा जुन लाग्नुपर्ने थियो त्यसमा निश्चित रूपमा प्रतिपक्ष र हाम्रो काङ्ग्रेस, हाम्रो नेतृत्व पछाडि परेका छौँ। कोभिड-19 को बखतमा मैले मेरो नगरपालिका, हनुमाननगर, कंकाली नगरपालिका लगायत 70 जिल्लाभरि साथीहरूको बीचमा एवेयरनेस, यससँग बच्ने उपायहरूको बारेमा चाहिँ मैले आफ्नो तर्फबाट हुने गरेँ र मेयरहरूलाई पनि, स्थानीय तहहरूलाई पनि सचेत गराउनुहोस्। नागरिकहरूलाई कोभिड-19बाट बच्ने सुरक्षात्मक सरकार राज्यबाट पाएको सुविधाहरू उपलब्ध समेत गराई बच्ने उपायहरूको बारेमा चाहिँ बढी होस् भनेर मैले स्थानीय तहहरूलाई पनि अनुरोध गरेको हो। कोभिडको नाममा व्यापक भ्रष्टाचार भएको तपाईँकै पार्टीको नेताहरूले भन्नुहुन्छ, यसमा तपाईँको भनाइ के छ? निश्चित रूपमा कोभिडको नाममा चाहिँ नेपालमा पनि 70 मा त झन् व्यापक भ्रष्टाचार भएको हो। कुनै पनि स्थानीय तह चाहिँ अहिलेसम्म, आजको मितिसम्म कोभिड-19 मा के कति खर्च भएको हो, क्वारेन्टाइन कहाँ बनाएको हो, त्यो क्वारेन्टाइनमा व्यक्तिहरूले जुन राखिएको थियो त्यो व्यक्तिहरूलाई के सुविधा दियो, कसरी के गर्यो, त्यो आजसम्म पनि कुनै पनि स्थानीय तहले सार्वजनिक गरेको छैन। यहाँसम्म पनि पत्ता लागेको छ कि क्वारेन्टाइनबाट पोजिटिभ भएर जुन व्यक्तिलाई आइसोलेसनमा पठाइयो, राजविराजको आइसोलेसनमा, त्यो व्यक्तिले क्वारेन्टाइनबाट पठाउँदाखेरि पाउने सुविधाहरू पनि नदिएर त्यो सुविधाहरू पनि खाएको अवस्थाहरू देखिएको छ। र तपाईले अवेयरनेसको कुरा गर्नुभयो, तर तपाईले गरेको अवेयरनेसमा यी कुराहरू परेन त? हामी सत्ताभन्दा बाहिर हो, जिम्मेवारीभन्दा बाहिर हो। हामीले भनेको कुरो आम आदमीहरूले पत्याउने नपत्याउने अवस्था पनि हुन्छन्, तर जिम्मेवार ठाउँमा भएका व्यक्तित्वहरूले भनेको कुरो चाहिँ पत्याउने अवस्थाहरू पनि छ। हामीले भन्ने मात्रै हो, गर्ने त जिम्मेवार ठाउँमा भएको व्यक्तिहरूले गर्ने हो, स्थानीय तहका प्रमुख लगायतका वडा अध्यक्षहरूले गर्ने हो, सरकारी निकायहरूले गर्ने हो, जिल्ला प्रकोप व्यवस्थापन समितिले गर्ने हो। तपाईँ त विपक्षी दल पनि हुनुहुन्छ, त्यसको नाताले सचेत गराउने, खबरदारी गर्ने भूमिका यहाँहरूको हो, त्यो गर्नुभयो त? बिल्कुल हामीले गरिया हो। त्यसको केही असर देखियो? बिल्कुल हाम्रो बीचमा, म बसेको वरिपरि र हाम्रो साथीहरू बसेको वरिपरि निश्चित रूपमा असर केही न केही देखिएको हो। अनि तपाईले जुन हनुमाननगर कंकाली नगरपालिकाको कुरा गर्नुभएको छ, कति जति भ्रष्टाचार भयो, के डाटा छ तपाईसँग कि हावातालमा मात्रै कुरा गर्नु? हैन, डाटा हामीले मागेको हो। हनुमाननगर कंकाली नगरपालिकामा हामीले दर्ता गराएका छौँ। अहिलेसम्म उपलब्ध भएको छैन, एक्चुअल डाटा छैन, तर चरम भ्रष्टाचार भएको छ। कोभिड-19 मात्रै होइन, विकासीय निर्माणको काममा पनि चरम भ्रष्टाचार भएको छ। अनि यहाँहरूले मात्र भ्रष्टाचार चाहिँ भन्नुहुन्छ, तर एउटा पनि सत्य तथ्य डाटा लिएर किन आउनुहुन्न? डाटा त हामीले माग्ने हो, दिने काम पदमा बसेको पदाधिकारी हो, निकायले हो। हामीलाई कानुनन अधिकार हुँदै पनि हाम्रो देशमा एउटा कहावत छ, कानुनमा के छ लेख्यो, किताबमा के लेखेको छ, व्यवहारमा अर्कै किसिमको हुन्छ। हामीले सूचनाको हक प्रयोग गरेर माग्दा पनि महिनौ भइसकेको छ, आज भोलिको आलटालमा चाहिँ पाएका छैनौँ हामीले। अनि विकासीय कामको कुरा गर्नुभयो, कोभिड कालमा तपाईको नगरपालिकामा विकास कतिको भएको छ? त्यही कोभिडकै कालमा
जबकि सम्पूर्ण नगरपालिकाको स्थानीय तहको शक्ति कोभिड-19 मा केन्द्रित हुनुपर्ने ठाउँमा हनुमाननगर कङ्कालनी नगरपालिकामा कोभिड-19 भन्दा बाहिर गएर विकासीय निर्माण बजेट कसरी सकिन्छ भनेर भएको हो। त्यसको विभिन्न सञ्चार माध्यमहरूमा पनि आएको हो। हनुमाननगरमा मात्रै होइन, अरू हनुमाननगरमा व्यापक भएको